गाइज आज चाहिँ म आफ्नो गाउँ देखाउन गइरहेको छु मेरो भाइ पनि सँगै छ मेरो भाइ यहाँ छ ल हामी जाँदैछौँ है मेरो भाइ पनि जान्छ बहाउन यहाँ हातबाट अहिले हराउँछस् मेरो छोटा भाइ हो छिट्टा सानो भाइ यतातिर चाहिँ मम्मीहरू काम गर्नुहुँदैछ है बाँस काट्नु हुँदैछ जस्तै गर्नुहुँदैछ काम अनि काका पनि जस्तै गर्नुहुँदैछ काम यस्तै अब हामी चाहिँ गर्दैछौँ ततिरौँ छिटो आइज हामी जाँदैछौँ यस्तो क्या मेरो भाइ यो चाहिँ ढुङ्गावाला बाटो आइहाल्यो क्या मलाई यसले धेरै रिस उठ्छ कि कस्तो ढुङ्गावाला बाटो छ मेरो भाइ पनि यही छ ढुङ्गावाला यसमा साइकल पनि चिप्लिहाल्छ पुरै यस्तो यत्रो ढुङ्गा हुन्छ नि चिप्लिहाल्छ क्या यो यस्तो यो ढुङ्गावाला बाटो थिएन नि पहिले अर्कै बाटो थियो ढुङ्गा हालेर बनाएको यस्तो हामी चाहिँ यस्तो घारीतिर बस्छौँ हेर्नुहोस् हाम्रो घर पनि हाम्रो घर एकछिनमा देखाउँला हाम्रो घरको छेउमा अझै एउटा घर छ त्यो चाहिँ एकछिनतिर लास्टमा देखाउँला नि हामीभन्दा हाम्रो गाउँ चाहिँ अलिक टाढा बस्छ कि थोरै टाढा बस्छ त्यसैले हामी चाहिँ त्यहाँ पुग्न अलिक ढिलो हुन्छ लडो मेरो भाइ उठ राम्ररी हिँड्नुपर्छ यो चाहिँ हाम्रोतिरको खोला छ यहाँ खोला छ बाँसघारतिर पनि हामीले त्यहाँ ढुङ्गा हानेर यस्तो पारिदिरहेको छौँ पुरै अनि यो बाटो एकै छ यहाँ पैनी पनि छ यो ठाउँमा हामी माछा मार्न आउँथ्यौँ होला छोड्दा यस्तो ठाउँमा हामी माछा मार्न आउँथ्यौँ अहिले यहाँ पानी नै छैन अहिले यहाँ पानी नै छैन गाईहरू यहाँको यहाँ अहिले चाहिँ माछा छैन ला थोरै मिस्टेक भएछ ल सपोर्ट गर्नु है गाइज लाइक एन्ड सब्सक्राइब प्लिज सेयर एन्ड कमेन्ट हाम्रो चाहिँ कृष्णहरूको घर आइसकेको छ यहाँ अनि मानीको घर जाउँ न कृष्णहरूको घर आइसकेको छ यहाँ एकदम लुजिया गर्दै तो जान्छ तपाईँले देखाउँछु म तपाईँलाई कृष्णको घर पनि आइसकिहाल्यो कृष्णहरूको घर बाइकहरू पनि छ यस्तो छ त्यो गाईहरू खाँदैछन् बरालहरू खोलेहरू खाँदैछन् आइसक्यो हाम्रो नेपालीको झन्डा झन्डा हाम्रो आइसक्यो यो हिमालको झन्डा हाम्रो स्कुलमा पढ्ने हिमानीको घर हो हिमानीको घर हो यहाँ हिजो यहाँ खाना बनाउनु भएको थियो त्यसैले हामी गएको थियौँ यस्तो घारीतिर पनि छ यस्तो यहाँतिर यो यसलाई भन्छ बक्रा खोला त्यो बहिनी माथि धेरै सहर पछि गरे क्या मेरो साथीले भन्दै थियो क्या नतर्सिन तर्सिन्छ केही गर्दैन किन
हेर हेलो यस्तो छोटो घर चाहिँ भिडियोमा आउने हो त खै थाहा छैन अब यहाँ चाहिँ घर फुटाएको छ घर फुटाएको छ गाईहरू घर फुटाइदिरहेको छ यताको बुझ्छ मजा गाईहरू हामी त निस्केको अब गाउँ देखाइमा हामीले आफ्नो यहाँ यस्तो यस्तो गरिरहेछ पुरै यता सुजी छ के भयो पर्सि बनाउने ल अनि यहाँ चाहिँ यहाँ हाम्रो गाउँको सुजु हो हिँडेर चाहिँ यसो बचाएर भन्छ तर कता गयो कता हिजो चाहिँ कति बुझाएको छ क्या गाईहरू ए कृष्णहरूको घर आएर बाटो खान त जाने बाटो छ अहिले र फेरि फर्किन जान्छौँ कृष्णहरूको घर हो क्या हामीलाई स्कुलमा पढाउनुहुन्छ हाम्रो स्कुलको नाम चाहिँ श्रीरत्न आधारभूत विद्यालय हो इङ्ग्लिसमा नाम चाहिँ श्रीरत्न बेसिक स्कुल भन्नुपर्छ त्यसलाई यहाँ चाहिँ लिचीको बोर्ड छ यहाँबाट हामीले यो लिची भलिसकेपछि हामी सोधेर खान्छौँ क्या साथीहरू पनि आउँदैन न मेरो ट्यागो उसको क्या हो क्या अहिले यो गाउँको चाहिँ यो सबसे ठुलो रुख हो है सबसे ठुलो रुख हो तलदेखिको माथिसम्म एकदम ठुलो सबसे ठुलो रुख हो त्यहाँ पछाडि पनि एउटा अझै देख्नुभएको होला यो सानो छ त तर हाम्रो गाउँतिर गएन हाम्रो गाउँको छिरेको होला त्यो पनि थाहा छैन तर थाहा छैन त्यो चाहिँ हामी चाहिँ अघिकै ठाउँतिर आइसक्यौँ पैनीतिर खोलातिर भन्नुभयो क्या पैनी नै हो क्या सानो पैनी यो त ठुलो पैनी खोला त भन्ने हुँदैन यसलाई त्यसलाई पैनी नै हो यो त पैनी होइन खोला पैनी नै हो क्या गाईहरू खोला हामी फेरि आइसक्यौँ अब हामी चाहिँ आफ्नो तल्लो घरको देखाउन गइरहेको छौँ ल हामी तल्लो घरको देखाउन गइरहेको छौँ अब हामी चाहिँ घर गएपछि भेट गर्छौँ है तपाईँहरूलाई रोक्नु 5 मिनट ल है गाइस हामी आइसक्यौँ यो चाहिँ हाम्रो घर देख्नु छ उदयमा अहिले देखाउँछौँ रोक्नुहोस् यो चाहिँ हाम्रो तल्लो घर एकदमै राम्रो छ यो चाहिँ अम्बक पनि भन्छ अनि हामी चाहिँ गर्छौँ ठिकै छ यो चाहिँ हाम्रो फेभरेट घर हो किनकि हाम्रो घरको छेउमा छ ल आमा हिँड्छौँ चिरन हिँड्छौँ ल हिँड्दैछौँ यता बयरको बोट पनि छ यहाँ चाहिँ हामीले झारेर सघाइदिइसक्यौँ गाईहरू उडेर खानुहुन्छ अनि यो चाहिँ हाम्रो काका हो अनि यहाँ तल्लो घरको ठुलो मम्मी आउनु भएको छ यहाँ होइन रेकर्ड चाहिँ भएको छ ए भइसक्यो अनि यो चाहिँ हाम्रो घर हो यस्तो घर हो यस्तो यहाँ हाम्रो गोठ हो यो खोर हो यो पहिलो यो बोका राख्ने खोर हो एकै हो सामान राख्ने गरो गाईहरू बाई बाई